यो प्रेमवादको लोगोमा हामी क्वेसन देख्छौं। प्रेमवाद तल लेखिएको छ, माथि लोगो छ। त्यो लोगो जुन विशाल घुमाइएको छ त्यो ब्रह्माण्डको संकेत गरिएको छ। क्वेसनमा त्यसले बनाएको छ, त्यसले भनेको छ प्रेम खोइ कहाँ गयो। हरेक मान्छेले शान्ति चाहेको छ, हरेक मान्छे शान्तिले बाँच्न चाहन्छ। त्यो प्रेम बिना कदापि सम्भव छैन। जति नै जुलुस, जति नै नारा लगाए पनि, शान्ति आओस् आओस् भने तापनि शान्ति कदापि आउँदैन जबसम्म प्रेमको व्यवहारले चलिँदैन। कुनै घरमा अशान्ति छ, पुरै कुटाकुट छ, पिटापिट छ, त्यो शान्ति आओस् भनेर आउँदैन जबसम्म प्रेमको व्यवहारले त्यो घर सजिँदैन। प्रेम अत्यन्त सरल कुरा हो, सबले बुझ्न सक्ने र अनन्त अनन्त ट्रुथ हो, रियालिटी हो, सत्य हो, जुन कुरा कसैले नकार्न सक्दैन। प्रेमको भाव महत्व बुझ्नको लागि कोही बुद्धिस्ट, कोही हिन्दू, कोही मुस्लिम, कोही क्रिस्चियन बन्नु पर्दैन। एकजना आमाले 2 बजे रात पनि आफ्नो बच्चाको लागि उठ्दछन्, त्यो प्रेम हो। सच्चा प्रेम आमाले जुन गर्छ बच्चालाई, त्यही प्रेम। आफ्नो बच्चा जति नै नराम्रो भए